다시 이게 뭐 고추난다. 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 칠로 미동 미수 접시기 개긴 두천제 아니 자면표 그 육sun 제진康게 벽축 창매 잡슈네 나겐 다발라라 가수당 참지 슈디요 네디 상계 쫀된데기 순초직 팝규 제야 탑시 제가 있는 게라 노출 충나 공간 메파쇼 상계기 송바달 미직 간다 요메 마홍발라 간다 차기제 디 코이 셈라 요페 삼촌당 30라 락레기 요레 송바레 아니 셈라 삼로 야포당 디 셴펜기 체도 삼로 야포 샤나 유나 아니 니마치 디 제부디 야포이 용기레 케기레 아니 대신도 삼로디 미안바당 뉴셈 샤나 미데 림페 두차당 미엔셈 젠라 gyurgire sungbare ani dinge khare di pena pe di khare nga diru shagi yosena in the context of kela longi ngon la gen dawala gi di thajoi de patun nangya gi chedu
강일 망부 충고하리 무엇 강일 대조 강일 망부 충고하리 이내 견라기 시험수 마착네 주야 참 마셔봐리 나 공기 다 공기 레밤 숨바디 랑초라 라교레 달로 나 딘디 삼기요 디니 공기 셈라 뎁 디초 네 치페 뎁 디초 네 로투초에 로투크나 공초라 팽기레 삼바레 이 물기 개성기 제부마레 디송장 콘조기 경 겐라라 로빠낭바레 딘데 삼기도 겐라기 망초라 투구초 타부 록시 낭바당 람 상보 뜬낭바레 왕초이 먼주시니 롭드라 딱딱니 말에 롭투초 디루 장네 낭라 친네 니에파르도 종달 제고제 종달 마제나 창마 제기레 아니 제나 겐라키 칼레낭네 딘데 라파 롭친 당 강추 소소이 두초 촐락 조기레 녜이 응원네 다 라부추나 녜이 응원네 70제나 assess 거래버네 70제나 벽계기 공역 intricacies 벽계기 공역 응원네 다 하고 기도 nga nangshin 녜이 조포당 조모 초 베날 하팔라 파상라 페말라 란젤라 아니 치료올라 아니 다왈라 공출경 달로 야게 루파 셀프 통기도 대성장 연라라 한강촌닝 탁반에 tuk제제 주요 타마 겐라키 트로텐라 퓨온 네팔 쇼크스 마홍팔라 양 겐라키 진락 왕졸라 락파 쇼크스 먼둔 슈니 네 땀시 충충디디 디루 참샤게인 정말 이 빨리 쓴다. 콘조. 시작해야 말. 요즘 많이 밀린 거라 무슨 आज 2024 सालको शिक्षक दिवस हो तपाईहरु सबैलाई थाहा भएकै हो र हामी सबैजना यहाँ भेला भएका छौं मञ्जुश्रीको हामी स्टुडेन्टहरु उहाँहरुको मञ्जुश्रीको स्टुडेन्टहरु सबैको तर्फबाट मैले घेन दावालालाई तपाईहरु सबैको तर्फबाट यसको टिचर्स डे को बधाई र शुभकामना चढाए भर्खर अनि मैले एउटा भगवान बुद्धले त धेरै यस्तो हामीलाई शिक्षा दिनु भएको छ त्यो मध्येमा एउटा चाहिँ मलाई मेरो मनमा लागेको चाहिँ एउटा मैले उल्था गर्ने प्रयास गरे गेलाक्सम्म सामे र त्यो चाहिँ के हो भने भगवानले के भन्नु भएको थियो भने मान्छे चाहिँ कस्तो छ कुनै पनि मान्छे अरु जोस मान्छे के कस्तो छ भविष्यमा के कस्तो बनिन्छ त्यो चाहिँ मान्छेको मन भित्रबाट हुन्छ मनमा उसले राम्रो सोच्यो अर्काका लागि फाइदा सोच्यो आफ्नो लागि राम्रो सोच्यो भने त्यो सोचाइले नै त्यो मान्छे राम्रो हुँदै जान्छ तर मनमा अर्कालाई कपटी गर्ने अर्कालाई नोक्सान गर्ने आफ्नो लागि मात्रै त्यो सोचाइ मान्छेले मनमा पाल्यो भने उसको फल उसले त्यस्तै नै मान्छे त्यस्तै नै नराम्रो कपटी भएर जान्छ र मन चाहिँ हामीले सफा राख्नुपर्छ भनेर उहाँले सिम्पल पाराले हामीलाई सम्झाउनु भएको रहेछ र यो चाहिँ मैले घेलाको सन्दर्भमा आजको दिनमा राखेको कारण चाहिँ घेलाले पनि जब यो किताब लेख्नु थाल्नु भयो हैन 2 वर्ष अगाडि त्यति बेला किताब यो प्रिन्ट भएको थिएन
र घेलालाई त्यति बेला यो किताब चाहिँ कसरी प्रिन्ट गराउने, एक त पैसा रुपियाँ कहाँबाट जोगाड गर्ने होइन, अब दोस्रो किताब प्रिन्ट भएपछि पनि बिक्ला नबिक्ला भन्ने कति किसिमको उहाँको सोचाइ थियो। तर उहाँले त्यस्तो दुःख हुँदा हुँदा पनि एउटा भोल्युमको बादमा अर्को, अर्को भोल्युमको बादमा अर्को लेख्नु भएर अब आजको दिनमा हामीले तेस्रो भोल्युम पनि हाम्रो हातमा छ। साथसाथै अब घेलाको यो किताबहरू अहिले बाहिरतिर विदेशतिर पनि एकदमै जानु थालेको छ र यो 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 चाहिँ घेलाले यस्तो मतलब मन निरुत्साह नभइकन अब मनमा एकदमै उत्साह लिएर म यो चाहिँ यो किताब बेचेर चाहिँ म नाफा खान्छु, म धनी हुन्छु, म नाम कमाउँछु, त्यस्तो उद्देश्यले उहाँले लेख्नु भएको थिएन। उहाँले चाहिँ के सोच्नु हुँदै थियो भने एउटा भनेको जस्तो व्याकरण जान्नु चाहन्थे म आफै पनि, र भनेको जस्तो एउटा किताब छैन मेरो स्टुडेन्टहरूलाई। अब यो सानो सानो टिबेटनहरू त हामी सक्दैनौँ नि त, हामीले एकदमै सक्दैन। एक त उमेर भयो हाम्रो, दोस्रो हाम्रोमा समय पनि छैन होइन, हामी नानी जस्तो डेली स्कुल जाने मान्छेले होइन। त्यसले गर्दा उहाँले चाहिँ एकदमै साधारण तरिकाले कसरी हुनसक्छ मेरो स्टुडेन्टहरूले बुझोस्, बुझेर सिकोस्, भोटे बोल्नु सकोस् भन्ने उद्देश्यले मात्रै उहाँले यो किताबहरू लेख्नु भएको हो। र उहाँको मनमा जुन चाहिँ त्यो बिजन रोप्यो उहाँले कि म किताब लेख्छु, त्यो बिजन उहाँको अहिले फ्रुट भएर आयो कि होइन भन्नुहोस् त, फल भएर आयो। र मैले चाहिँ भनेको चाहिँ उहाँको मनमा कुनै किसिमको सेल्फिस इन्ट्रेस्ट थिएन, म धनी हुन्छु भन्ने थिएन। त्यसकारण भगवान्ले पनि उहाँलाई सहायता गर्दै गएको हो, भगवान्ले कतिवटा बाटो खुवाउँदै गएको हो र त्यसले गर्दा आजको दिनमा उहाँले तेस्रो किताब पनि प्रिन्ट गर्नु सक्नुभयो। र त्यसकारण मान्छेले चाहिँ मनमा चाहिँ जहिले पनि राम्रो विचार राख्यो भने चाहिँ त्यो चाहिँ अवश्य नै एक दिन चाहिँ परिणत हुन्छ भन्ने चाहिँ मेरो चाहिँ यो थियो। र घेलाले हामीलाई आफ्नै केटाकेटीहरू जस्तै गरेर, सानो नानीहरू जस्तै गरेर दिनरात पढाउनुहुन्छ होइन, नबुझेको कुरा सोद्धाखेरि रिसाउनुहुन्न, सबै हामीले राम्रोसँगले गर्नुभएकोमा चाहिँ तपाईँहरू सबैको तर्फबाट मैले घेलालाई आज धन्यवाद चढाएँ। र एउटा मेरो पनि नयाँ स्टुडेन्टहरूलाई भन्नु के थियो भनेदेखिको मञ्जुश्री चाहिँ स्कुल एज सच होइन, हामी बिहानै युनिफर्म लगाएर जाने, बेलुकी घर आउने त्यस्तो होइन। यहाँ जति बेला आउँदा नि हुन्छ, नआउँदा नि हुन्छ, पढ्दा नि हुन्छ, नपढ्दा नि हुन्छ। तर एउटा कुरा चाहिँ स्टुडेन्टले के याद राख्नुपर्छ भनेदेखिको चाहिँ आजको दिनमा जुन चाहिँ पाठ सिक्यो त्यो चाहिँ घरमा गएर चाहिँ तपाईँहरूले रिभाइज गर्नै पर्छ, नत्र भने भोलिपल्ट तपाईँहरूलाई नयाँ पाठ सिक्छ, हिजोको भुल छ होइन। अब 2 दिनको पढ्यो भने फेरि 2 दिन अगाडिको भुल्दै जान्छ, र पाठ सिकेको रिभाइज गरेको छ भनेदेखि चाहिँ तपाईँको मनमा याद रहन्छ। र तपाईँहरूले घेलाले पढाउँदैछ, तपाईँहरूले भुल्दै गयो, हामीले पनि भुल्दै गयौँ भने होइन, अन्त फाइदा त केही भएन नि त, यो त वेस्ट भयो नि त, समयको, घेलाको, एनर्जीको के होइन भन्नुहोस् त, वेस्ट भयो नि। त्यसले गर्दाखेरि चाहिँ घरमा चाहिँ रिभाइज चाहिँ तपाईँहरूले एकदमै निश्चयले गर्नुपर्छ भन्ने चाहिँ मैले सानो तपाईँहरूलाई निवेदन पनि आज टक्राएको। अन्त यो सालसम्ममा अब म आफैले चाहिँ कति सिकेछु भन्नुपर्दा चाहिँ मैले अघि बिहान के सोचेँ भने जुन चाहिँ यो भाषाको व्याकरण एकदमै गाह्रो छ होइन, टिबेटन भाषाको व्याकरण हाम्रो नेपाली इङ्ग्लिस जस्तो छैन, एकदमै गाह्रो छ। तर मैले चाहिँ अब त्यो जुन चाहिँ कठिन जुन चाहिँ लेभल थियो त्यो चाहिँ मैले पार गर्नु सकेछु र त्यो सकेपछि चाहिँ अब मैले चाहिँ खालि अब बोल्नुमा मात्रै मैले अब ध्यान दिँदा पनि हुन्छ। मोटामोटी भनौँ न 80-85% चाहिँ ग्रामर चाहिँ मैले चाहिँ सिकिसकेँ, त्यो हो। र म साथसाथै मसँग निरन्तर क्लास गर्ने जस्तै लाप्पाला, पासौला, पेमाला, लान्जे, यो के अरे छिरिआउनु, अन्त धावाला, उहाँहरू चाहिँ निरन्तर एभ्रिडे आउने स्टुडेन्टहरू, उहाँहरूको पनि यो सालको चाहिँ एकदमै राम्रो उन्नति भएको छ, भाषामा पकड एकदम मजबुत भएको छ। यति हो, बोल्नु चाहिँ हामी फरफर सक्दैन, तर हामीले कसले भुल बोल्दैछ, कसले करेक्ट बोलेको छैन त्यो चाहिँ हामी पक्रिनु सक्छौँ। यो पनि एउटा घेलाकै देन त हो होइन, अब हामीले त केही नजान्ने हो। त्यसकारण अब घेलाको शरीर चाहिँ राम्रो बसोस्, उहाँले अझै राम्रो किताबहरू लेख्दै जाओस् भनेर भगवान्लाई प्रार्थना गरेर चाहिँ मैले मेरो भाषण चाहिँ शेष गरेँ।